हेलो गाइज वेलकम टु आवर लाइभ। अनि आजको ब्लग चाहिँ मेकै इन्ट्रेस्टिङ हुनेछ र आज चाहिँ मैले यहाँनिर च्यालेन्ज राखेको छु। हामीसँग देख्नुहुन्छ हाम्रो 8 जना पार्टिसिपेट हुनुहुन्छ कन्टेस्टेन्ट र आजको फ्री किकको च्यालेन्ज रहेको छ। जसले धेरै गोल हान्छ दुईचोटि गोल कसले हान्छ त त्यसले चाहिँ 100 रुपियाँ प्राइज पाउनेछ। तपाईँले लास्टसम्म भिडियो स्किप नगरिकन हेरिदिनु। अब चाहिँ हामी यहाँ च्यालेन्ज स्टार्ट गर्न गइरहेको छौँ गाइज। लेट्स सी पहिला कस्तो राम्रो हुन्छ सोइल र स्टार्ट गरौँ हामी। अब हाम्रो दोस्रो हुनुहुन्छ हाम्रो यहाँनिर रमत भाइ। रेडी भाइ रमत रमतको पनि आउट गएको छ। अब हाम्रो तेस्रो हुनुहुन्छ यहाँनिर भाइ रोशन भाइ। हेरौँ रोशन भाइको कस्तो हुन्छ। रोशन भाइ स्कोर गर्ने होइन त नगर्ने गाइस, स्कोरै नगर्ने अनि के काम त होइन खेलेको। स्कोर नगर्ने भएदेखि 100 रुपियाँ के छैन तँलाई। चौथो हुनुहुन्छ हाम्रो भाइ विक्की यादव भाइ। हाम्रो विक्की यादव कमान गाइस चेयर अफ विक्की यादव। भाइ गोल हाल्नु पर्यो 100 रुपियाँ पर्यो त हो कि हैन? यस भाइ। हेरौँ विक्की भाइले चाहिँ कस्तो गोल हाल्नेछ भनेर हामी एक्साइटेड छु हेर्नको लागि। विक्की भाइलाई चाहिँ बल दिने विक्की भाइले चाहिँ यहाँनिर माथि हानेको छ। यहाँनिर आकाशमा यो एरोप्लेन शट क्या गाइस, एरोप्लेन शट पुरै टेक अफ तलबाट माथि के। कैसा लगा मेरा मजाक? यहाँनिर छ 500 सुभाष भाइ। हेरौँ हामी सुभाष भाइले चाहिँ कति स्कोर अहिलेसम्म एकजनाले पनि स्कोर गरेको छैन। मलाई लाग्छ गाइस यो 100 रुपियाँ चाहिँ मैले नै पाउँछु भनेर कसैले पाउँदैन जस्तो मलाई अनुभव भइरहेको छ। हेरौँ त्यही पनि अब यो 100 रुपियाँको हकदार चाहिँ लास्टमा को हुनेछ। ल अब सुभाष भाइले स्टार्ट गरेछ। सुभाष भाइ हेरौँ भाइको चाहिँ बल चाहिँ यसरी घुम्न त घुमेको थियो होइन रोबर्ट कार्लोस जस्तै अलिकति मात्र मिस भयो गाइस। हेरौँ अझै सुभाष भाइको अझै एकचोटि बाँकी छ। अब हाम्रो यहाँनिर दिपेश भाइ हेरौँ यहाँनिर दिपेश भाइले चाहिँ यहाँनिर गिफ्ट प्राइज शुभम बस्नेत पनि भनेको छ। यहाँनिर म पनि त गिफ्ट गरिरहेको छु होइन गाइस। 100 रुपियाँ हेरौँ न कसले जित्छ भनेर। ल कमान बल 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 कमान अब चाहिँ हाम्रो सातो सचिन यादव हेर्न सक्छौँ हामीले हाम्रो सचिन भाइलाई। सचिन भाइ चाहिँ ठ्याक्कै कान्ते जस्तै देखेको छ नि त गाइस। अब हाम्रो सचिन भाइ कान्ते जस्तो प्लेयर हाम्रो चेल्सीको थाहा नै छ तपाईँलाई। कान्तेले त कतिको स्कोर पनि गर्छ होइन। अब हेरौँ हाम्रो कान्ते भाइ भनेको सचिन भाइले चाहिँ कस्तो स्कोर गर्छ। लेट्स सी गाइस। फेरि अब दोस्रो राउन्ड स्टार्ट भएको छ। अहिलेसम्म पहिलो राउन्डमा कसैले पनि स्कोर गरेको छैन। अब हामी हेरौँ यहाँनिर 100 रुपियाँ त मेरै होला जस्तो छ गाइस। यहाँ गोजीबाट निकालेको अब गोजीमा हाल्छु जस्तो लागिरहेको छ मलाई। स्कोर गर्नु पऱ्यो होइन, स्कोर गरेन भनेदेखि त 100 रुपियाँ मेरै नै भयो। हेरौँ 100 रुपियाँको विनर चाहिँ को हुनेछ। अब फेरि दोस्रो राउन्डको स्टार्टिङ हाम्रो सोहेल भाइले गरेको छ। लेट्स सी गाइस। गाइस अब दोस्रो राउन्डको दोस्रो सर्ट हान्न गइरहेको छ हाम्रो रमत भाइ। रमत भाइको गेटअप तपाईँले हेर्न सक्नुहुन्छ गाइस। पागल बनाउने गेटअप छ होइन त हेर्न सक्नुहुन्छ यहाँनिर गेटअप। ओ माई गड। अब हेरौँ रमत भाइको हाम्रो दोस्रो गोल हुन्छ कि हुँदैन। कमा गुड ट्राई। रमत भाइले चाहिँ दोस्रो ट्राई राम्रो गरेको छ। अहिलेसम्म स्कोर भएको छैन। 2 जनाले हानिसकेको छ। अब हामीसँग बाँकी 5 जना रहेको छ, 6 जना रहेको छ। गाइस अब फेरि दोस्रो राउन्डको लागि हाम्रो रोशन भाइ आइसकेको छ। हेरौँ रोशन भाइको यो लास्ट हो गोल स्कोर गर्छ कि गर्दैन। लेट्स सी
गाइस अब तेस्रो हाम्रो हुनुहुन्छ यहाँनिर बिक्की यादव भाइको चाहिँ लास्ट हो यहाँनिर स्कोर गर्छ गर्दैन हेर्नु होला है त कमान बिक्की भाइले पनि माथि हानेको छ गाइस अब हाम्रो यहाँनिर चौथो पाँचौँ कन्टेस्टेन्ट अब यहाँनिर हाम्रो जेपी भाइले चाहिँ स्कोर गर्छ गर्दैन होला जेपी भाइको पनि यो लास्ट हो है त जेपीले आइमे जस्तो यो आइमे हो चक अब हाम्रो यहाँनिर छैटौँ चाहिँ हाम्रो सुभाष भाइको चाहिँ दोस्रो राउन्ड गाइस तपाईँले देख्न सक्नुहुन्छ स्कोर गर्छ गर्दैन हामी हेर्नु होला है त लेट्स सी कम अन सुभाष भाइ सुभाष भाइले चाहिँ गोल गरेको छ गाइस अब हाम्रो यहाँनिर चाहिँ दोस्रो राउन्डको लागि हाम्रो दिपेश भाइको लास्ट राउन्ड हो हेर्नु अघि त हाम्रो भाइले गोल गरिसकेको छ अब दिपेश भाइले गोल गर्छ गर्दैन हेर्नु होला त गाइस भाइले पनि माथि हानेको छ अब हाम्रोसँग लास्ट हाम्रो सचिन भाइ रहेको छ यदि सचिन भाइले स्कोर गर्यो भनेदेखि चाहिँ हामी यो प्राइजलाई 50-50 गर्नेछौँ यदि स्कोर गरेन भने हाम्रो गोल हान्ने भाइ त तपाईँलाई थाहा नै छ लेट्स सी हेरौँ होला है त अहिले फाइनल गाइस अब हाम्रो लास्ट चाहिँ हुनुहुन्छ हाम्रो सचिन भाइले चाहिँ अब हेरौँ स्कोर गर्छ गर्दैन है त ओ माई गड गाइस हेर्नु न सचिन भाइले चाहिँ ढोगेको छ स्कोर गर्नको लागि आज गेम चाहिँ इन्ट्रेस्टिङ भएको छ तपाईँले देख्न सक्नुभयो हाम्रो एकजनाले मात्र गोल हानेको छ सुभाष भाइले र सुभाष भाइलाई म धन्यवाद दिन चाहन्छु र क्यास प्राइज हाम्रो आजको विनर सुभाष भाइलाई दिन्छ कम अन सुभाष भाइ सुभाष भाइले चाहिँ स्कोर गरेको छ आजको विनर सुभाष भाइ भएको सुभाष भाइ के भन्न चाहनुहुन्छ त हाम्रो यहाँनिर कमेन्ट हाम्रो सब्सक्राइबरहरूले मलाई खेलेर आज धेरै राम्रो लाग्यो